हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ चिकन मोमो बनाउँदा जाँदैछौँ हामी। त्यसैले फर्स्टमा अचारको लागि प्रिपेयर। फर्स्टमा तेलमा हामीले जिरा राख्यौँ, त्यसपछि हरियो खोर्सानी अनि प्याज पनि राख्यौँ, हल्का चलायौँ। अनि त्यसपछि चट्ट लाएर त्यसमा अब गलबेडा राख्नुपर्छ, टमाटरहरू मजाले रातो रातो मस्तको। अनि आयो फेरि यहाँ बदाम पनि। अनि त्यसपछि अब हल्का चलाएर मसला हालिसकेको हो, त्यहाँबाट उमाल्न छोडेर अब यहाँ मोमो बनाउन रेडी गर्दैछौँ। डो सँगसँगै किमा पनि छ अनि बनाउन स्टार्ट गरिसकेको हो, तैपनि अब यहाँ देखाउँदैछौँ गोलो गोलो बनाएको। अनि मोमो अलरेडी रेडी भइसक्यो हो, अब कुकको लागि राख्ने हो। अनि सुप पनि छ, हड्डीहरू मजाले राखेर सुप बनाउने हो। यस्तो छ सुप चाहिँ अहिले उम्लिरहेको छ। अब त्यसकै माथि राख्दाखेरि चाहिँ रसिलो हुन्छ मोमो। अब पाकिहाल्यो, अचार पनि रेडी भयो मिक्सरमा राखेर। त्यसपछि अब खान थाल्नुपर्छ। दामी दामी भएछ मोमो खाँदाखेरि। सेप त्यति राम्रो नदेखे पनि कस्तो लाग्यो हेरेर भन्नु।